हामी अब माथिको टावर यसो हेरेर त्यहाँ चढ्न चाहिँ पाएन होइन। त्यहाँ पुगेपछि हामी फर्किँदैछौँ। बाटोमा यति धेरै हिउँ छ। साथीहरू बाटो चिप्लो छ, अलिकति राम्रोसँग हिँड्नु होला। चिसो छ, मौसम चिसो छ र चिसो भए तापनि हामी हिँडेर होला, हामीलाई चिसो फिल चाहिँ भएको छैन होइन। सबैजनाले न्यानो न्यानो कपडाहरू लाएर आएको छौँ पूर्ण तयारीमा। हामी यो टावर हेर्न आएको, तपाईँले पछाडि देख्न सक्नुहुन्छ होइन। अहिले राम्रोसँग नदेखे तापनि यही टावर हेर्न आएको हामी। र यहाँ चाहिँ यसको गेटमा चाहिँ पूर्ण प्रवेश निषेध भनेको रहेछ। यो चाहिँ नेटवर्किङ टावरहरू के जस्तो लाग्यो, यहाँ पूर्ण रूपमा निषेध रहेछ। त्यो भए तापनि हामी यहाँसम्म आइपुग्यौँ। हिँडेर लगभग हामी 1-1.5 घन्टा हिँडेर आयौँ। हाम्रो भाइहरू यहाँ किशोर भाइ, उता रमेश भाइ हुनुहुन्छ होइन। बाटोमा हिउँ छ, हिउँ पग्लेर पानी छ, बाटो हिलो छ। र जोस् आजको हाइकिङ धेरै राम्रो भयो होइन। यसलाई हामी हाइकिङ भन्न सक्छौँ। राम्रो छ, अति नै राम्रो दृश्यहरू हामीले देख्न सकिन्छ, क्याच भइरहेको छ है। र यो चाहिँ धेरै मेमोरेबल होइन, अविस्मरणीय क्षण यो। हामी परदेशमा आएर हिउँमा पनि तल कता कता पर्छ, हामी त्यो ठाउँभन्दा पनि परबाट आएको हो है, हामीले देख्न सकिन्छ। र यो चाहिँ हाम्रो नेपालको कुनै एउटा भन्ज्याङ माथि देउरालीमा पुगेको जस्तो फिल छ होइन, देउरालीतिर। र यतातिर सानो कफी सप, कफी भेन्डिङ कफी मेसिन छ। साथीहरू कफी खाने हो कि? र यो टावरमा हामी चाहिँ यसको फेदसम्मै गएर आयौँ होइन। यहाँ चाहिँ लेखेको छ कि पूर्ण रूपमा प्रवेश निषेध भनेर। ल ठिक छ, ल साथीहरू फर्किने होइन त? ल ठिक छ है। ल हजुर हुनसक्छ नि, हामी न त्यहाँबाट छ कि यहाँबाट भ्यू हेर्ने ठाउँ रहेछ त। यहाँ फोटो सेसन गर्ने ठाउँ पनि रहेछ, भिडियोहरू क्याच गर्ने। हामी यहाँबाट भिडियोहरू क्याच गर्छौँ हामीले सकेसम्मको। हामीसँग अब हातमा मोबाइलले जति क्याच हुन्छ। यो चाहिँ यस भन्ने चाहिँ यो चाहिँ सानो बाहिरी टोइलेट हो होइन। हामी इमर्जेन्सी पर्दाखेरि जाने खालको। ल यहाँबाट चाहिँ बाइनोकुलरहरू द्वारा पनि भिडियो गर्दा रहेछ। र हामीले यहाँबाट सिटीहरू देख्न सकिन्छ, राम्रो दृश्यहरू छ। यहाँबाट ल हेलो नेपाली हजुर, हजुर नमस्ते हजुर। कहाँबाट हजुर? दाङदेखि। दाङदेखि कता? दाङदेखि यहाँ चाहिँ यहाँ बुलगिरी आएको भयो 6 महिना। 6 महिना जति भयो। तपाईँ? ए म दोलखा। दोलखादेखि? हजुर हजुर हजुर। यहाँ कहाँ गर्नुहुन्छ काम? हामी सेप्टोना हजुर। सेप्टोमा हो हजुर। कति भयो आएको? हामी साथीहरू डिफ्रेन्ट छौँ। म 1.5 महिना भयो, उहाँहरू 2 महिना। ए भर्खरै आउनु? हामी नयाँ हौँ। हामी त 6 महिना। ए 6 महिना भयो। त्यो टावर देखेर आएको क्या हामी। तर त्यहाँ पूर्ण प्रवेश निषेध रहेछ। त्यहाँ बस्छौँ हामी। यहीँ नजिकै हो, हामी त उता बस्छौँ। कम्पनी त्यही छ, हामी त्यहीँ बस्छौँ। ए हाम्रो चाहिँ उता हो सर, उता त्यो छ नि यही साइडतिर हो। ल ए रोमानिया र त्यसको बोर्डर पनि देखिन्छ यहाँबाट है। रोमानिया पुरै घरहरू बजार देखिन्छ। हजुर हजुर। ल इटा भट्टा देखिन्छ। पारी पारी। ल हामीले रोमानिया पनि देख्न सकिन्छ होइन। बजार गाडी हजुर हजुर सबै देखिन्छ। ल राम्रो छ होइन। यो चाहिँ धेरै देउरालीमा होइन। ल हामीले यहाँ हाम्रो नेपाली दाजुभाइ भेट्यौँ है, धेरै खुसी लाग्यो। हजुर हजुर। ल हामी चाहिँ यता यो ठाउँतिर बस्छौँ होइन। ल यो ठाउँबाट यो चाहिँ टाढा छ है, मैले क्याच गर्दा मात्रै नजिक हो, यो ठाउँ टाढा छ। यो चाहिँ यो रोमानिया।